तपाईँ कुनै समय हर्क साम्पाङको बहुतै समर्थक हो। अहिले हर्क साम्पाङजीको भूमिकालाई के हेर्नुहुन्छ? हिजो उहाँले भन्नुभयो नि सरकार या त भन्नु पर्यो प्रधानमन्त्री विहीन सरकार हो भन्नु पर्यो, होइन भने उहाँले राजीनामा दिनुपर्छ, यस्तै भाग्न पाइन्छ भनेर भन्नुभएको छ। तपाईँको टिप्पणी के हो उहाँप्रति? हर्क साम्पाङज्यूको श्रमसँग युवाहरूलाई जोड्ने जुन विचार छ त्यो विचार बाहेक यो देश बन्दैन। हर्क साम्पाङ हिजोसम्म भन्नुभएको थियो, म अहिले पनि हर्क साम्पाङको पूर्ण रूपेण म समर्थक हो, किनकि हर्क साम्पाङको शैली बाहेक यो देश बन्दैन। ठीक, भाषण गरेर कुराकानी गरेर होइन स्टन्ट गरेर बन्दैन। काम गर्ने हर्क साम्पाङ जस्तै युवालाई भोलिदेखि श्रमदान सुरु गरौँ न, म एक ठाउँमा ल पढाउँछु, तपाईँ मास कम्युनिकेसन पढाउनुहोस्, अरू शारीरिक श्रम गर्नुपर्ने छ त्यो गरौँ, होइन। सबै युवालाई अनिवार्य सैनिक स्वयंसेवामा जोडेर उत्पादन सेना, सेवा सेना र निर्माण सेना, 3 प्रकारका सेना तयार गरौँ। तपाईँ पनि सैनिक, म पनि सैनिक, देशका लागि काम गर्न थालौँ न। देश हर्क साम्पाङकै तरिकाले बन्छ। ठिक छ, यो उहाँको क्रियाकलापको विषय हो। तर उहाँको अभिव्यक्ति र उहाँको राजनीतिलाई होइन, उहाँले अहिले भन्नुभएको प्रधानमन्त्री, उहाँ असफल हुनुभयो। यो प्रधानमन्त्री उहाँले गरिब मार्दै हुनुहुन्छ, गरिबलाई उठीबास लाउँदै हुनुहुन्छ, उहाँको सरकार फेल भइसक्यो, उहाँले राजीनामा दिनुपर्छ। यसमा के हो तपाईँको टिप्पणी? होइन, अहिले चाहिँ यो सुकुम्बासीसँग सम्बन्धित विषयमा उहाँले बढी भन्नुभएको छ। सुकुम्बासी समस्या नेपालको भूमि व्यवस्थापन र जनसङ्ख्या व्यवस्थापनमा विश्वका लागि उदाहरण एउटै मात्रै छ, त्यो हो राजा महेन्द्रको नीति। राजा महेन्द्रले जसरी भूमि समस्यालाई समाधान गर्नका लागि उहाँले यहाँ चाहिँ तपाईँको अर्काको जमिनमा पुस्तौँसम्म जोत्दै आएकाहरूलाई भोलिपल्ट बिहान उज्यालो हुँदा उसैलाई थाहा थिएन जमिनको मालिक बनाइदिनु भयो। यहाँ क्रान्तिकारी भूमि सुधार भने, लोकतान्त्रिक भूमि सुधार भने, वैज्ञानिक भूमि सुधार भने, समाजवादी भूमि सुधार भने, तर साँच्चैको क्रान्तिकारी भूमि सुधार चाहिँ राजा महेन्द्रले जस्तो हुन सकेन। बालेनले पनि राजा महेन्द्रबाट जनसङ्ख्या व्यवस्थापन र भूमि व्यवस्थापनको सवालमा सिक्नु भएको होला, कति मलाई थाहा छैन, कतै कहीँ अध्ययन गर्नु भएको भने यो बाहेक अर्को हुन सक्दैन। आलोचना गर्ने त के भन्दैनन्। तपाईँको यो संविधान संशोधन गर्ने चाहिँ कार्यदल बनाइयो, होइन, हाम्रो शाहजीलाई चाहिँ संयोजक बनाइयो। कहाँ त्यस्तो पढ्दै नपढेको मान्छे इत्यादि कुनै के अर्कै विषय पढेको मान्छे, सांसदै होइन, सांसद नभएको मान्छेलाई कसरी अध्यक्ष मानेर चाहिँ संविधान संशोधनमा जाने पनि भने। तर 83 जना माओवादी जङ्गलबाट डाइरेक्ट लिएर आएर संविधान लेखेको होइन, अन्तरिम संविधान। म त पढे लेखे मान्छे हो, पहिला सांसद पनि भएको हो नि, होइन र। अनि माओवादी, काङ्ग्रेस, एमालेहरू इत्यादि मिलेर चाहिँ सिधै जङ्गलबाट मान्छे लिएर आएर, त्यति बेला एमाले माओवादीले पनि आफ्ना मान्छे, काङ्ग्रेसले पनि हाले, जनताबाट निर्वाचितै नभएका मान्छेले लेखेको अन्तरिम संविधान हामीले मानिदिनु पर्ने, यो के भन्न खोजे? भने बालेनजी सही ट्र्याकमा हुनुहुन्छ भन्ने तपाईँको विश्लेषण ठिक होइन? एकदम यो सबै थोक ठिक छ। तपाईँको यस्तो राम्रो चाहिँ महेन्द्र राजमार्ग, इतिहासको सम्मान, होइन, धेरै कामहरू, यो ट्रेड युनियन खारेज गर्ने, विद्यार्थी संगठन खारेज गर्ने, यी कामहरू। तर ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गरे जस्तै अमेरिकन युथ काउन्सिल पनि खारेज गर्नुहोस् भनिरहेको छु, म आलोचना पनि त गरिरहेको छु। अब एउटा चाहिँ एकदम खतरनाक काम गर्नुभएको छ उहाँले, देशघाती काम। के काम? यो नागरिकता फेसलेस बनाएर घर घर पुर्याइदिने कुरा जुन छ, अहिले 19वटा जिल्लामा यो चाहिँ डकुमेन्टहरू यसरी पुर्याउन थालियो भन्ने आएको छ। अरू कुनै कुरामा कम्प्लेन छैन। नागरिकता यसरी संसारको कुनै देशमा पनि ड्राइभिङ लाइसेन्स पनि यति सस्तो बाँडिँदैन। हेर्नुहोस्, चकलेट बाँडे जस्तो खुरु खुरु नागरिकता चाहिँ इमेलबाट पठाऊ अनि घरमा पुर्याउने भन्ने छ लक्ष्य।